गाइस अनि फेरि पनि तपाईलाई मेरो च्यानलमा स्वागत छ। आज तपाईले मेरो थम्बनेल लेखेर के हो भनेर थाहा पाउनुभयो होला हैन। हामी चाहिँ बाटोमा जाँदाखेरि चाहिँ एउटा ट्रक चाहिँ यसरी नालीभित्र पसेको रहेछ हो। अनि यहाँ चाहिँ अब ट्राफिक जाम भएको जस्तो टाइपको भएको रहेछ। अनि यो चाहिँ एकदम बिजोग भएर ट्रक चाहिँ नालीमा पसेको रहेछ हो। अनि हामीहरू चाहिँ यता यताबाट हामी चाहिँ यता गेटसम्म जानेछ नि त। यता हाम्रो सर हुनुहुन्छ, सो सर चाहिँ उता बात गर्दैछ। अनि हामी चाहिँ यहाँ म र बहिनी चाहिँ यता एकदम मस्त भएर नि यताबाट बोलेको जस्तो गरेर हो। अनि यहाँ चाहिँ मान्छे चाहिँ अब यहाँ पानी अब के गर्नु यस्तै छ होइन, जुगर हात यसै धुनुपर्छ भनेर। सो हामी चाहिँ अब गएको होइन। यता चाहिँ धेरै अँध्यारो छ। यसको बाद चाहिँ उजाला है भनेको जस्तो क्या। अनि हामी चाहिँ अब जानेछ होइन। यहाँ चाहिँ दुईवटा डिभिजन छ, एउटा चाहिँ ट्रकहरूको, एउटा चाहिँ यो हेभी भेहिकल्स, एउटा चाहिँ यो कम्ती भेहिकल्स भएकोहरूको चाहिँ यस्तो दुईवटा हुन्छ हो। सो हामी चाहिँ अब फाइनली हामी चाहिँ यहाँ गेटमा नि पुग्यो होइन। यहाँ चाहिँ बहिनी छ। सो यता चाहिँ एकदम लामो छ। यहाँ जयगाउँ जाने मान्छे सबैजना जयगाउँ जाने, हामी पनि यहाँ जयगाउँ जाने भनेर एकदम एक्साइटेड भएर छ हो। बहिनी पनि गरमले छैन, मान्छेहरू हेर्नु न यति भएर छ हो। म चाहिँ फाइनली बायोमेट्रिक गरेर निस्क्यो, बहिनी चाहिँ उता छ हो। एन्ड फाइनली हामी जयगाउँ पनि गयो है। जयगाउँमा चाहिँ यत्रो ठुलो पूजा भएको जस्तो गरेर रहेछ। सो हामी चाहिँ फाइनली यहाँ ग्राउन्डमा पुग्यो। यो चाहिँ गोपीमन ग्राउन्ड भन्छ। अनि यहाँ चाहिँ एकदम ठुलो प्रोग्राम भएको रहेछ हो। अनि यहाँ बहिनी चाहिँ एकदम खुसी भएर चाहिँ चाहिँ फर्स्ट टाइम आएको अरे नि त। ऊ चाहिँ मतलब पारोबाट हो, उसलाई चाहिँ यहाँ जयगाउँको त्यस्तो केही थाहा छैन नि त। सो अब हामी भिडियो हेरौँ है। भइदिने हो अब के भन्ने यस्तै छ। कस्तो भयो रे? इक्जाम कस्तो भयो रे?
सुदीप पास भएर भन्ने ओम अधिकारी पेमा लामा लीला कुमारी कन्या जसलाई देवी लिभिङ गडेस भनेर नेपाल हाम्रो पडोसी मित्र देशमा जिउँदो देवी भनेर पनि मानिने गरिन्छ र कुनै पनि देशको उच्च पदमा रहने चाहे त्यो स्वीकार्नुहोस् मंगलबारे सर्व समाजको प्रस्तुति।
अर्को प्रस्तुति अखिल भारतीय गुरुङ तमु बुद्ध सङ्घलाई तयार बस्दै दिने आग्रह गर्न चाहे। छोरी देखे तर यो आज मैले के देखे ससुराकी छोरी पाँच गरी देखे आज मैले के देखे ससुराकी छोरी पाँच गरी देखे काले पनि देखे मैले गोरी पनि देखे मैले भए घरको छोरा देखे तर यो आज मैले के देखे भए घरको बेकारी यही देखे तर यो आज मैले के देखे भए घरको बेकारी यही देखे। आयो हो सोल्टिनी आयो आरामै हुनुहुन्छ कति राम्रो भएर बसेको लाग्छ आउनु अलि ढिलो भयो सबैतिर बिदा भएर आउनु पर्ने त्यसैले खै लान गन्दै हाल्दै पर्दैन कस्तो भयो अब भोलि लाउर गइहाल्नुहुन्छ बसौँ न एकछिन ल त ल बस केटा बरु बसी बिहान यसो ठाडो भाकामा नाच्ने हो कि हुन्छ नि हुन्छ डाँडा घरे साइली मैले हाते गरेर के गर्ने